पैसाले हिर्काउनु हुन्न रश्मि हिर्काउने होइन ल अनुहार अनुहार राम्रो हुनु पर्यो नि राम्रो आउनलाई त्यो भने चाहिँ यो होइन र तीजमा रातो साडी यही रहेछ त अचम्मै लामो लाग्यो रातो साडी यही रहेछ त तीजमा संसारमा नभएको नाटक यहीँ देखिया यी दुईजनाको भने कि हजुरलाई होइन यी दुईजनाको भने कि मैले बाबाले ड्रेस आएको छ कि अरू त त्यस्तै हो हिजो नखिच्यो केटी अहिले गरौँ न यो ल म खिच्छु
दामी बनाएछ फेरि राखी पनि त्यो पहिलाको त गुन्द्रीको ल मैले एउटा पारे ल सुमनको पनि आउँछ एउटा ल ओके ल ब्रदर भैया मेरे राखी के बंधन को निभाना भैया मेरे फेरि हिन्दी गीत रहेछ होइन मैले के यो लागि यो दिनको लागि सुर्जे एक रुपियाँ भन्दा बढी नदेऊ है तपाईँहरूले कहिले युज गर्नु मलाई थाहा भएन कहिले बोलै गर्नु नेपाली पैसा यो त दसैँमा टिका लाउनु 12,000 छ 3,000 मिलाएर लिनु होला तपाईँहरू सबैजना मिलाएर मलाई लिएर गएर के अब यो अब कहिले खानु होला होइन बराबर त लिनु पर्यो नि फेरि होइन नेपाली सुर्जे त्यो विदेशी ल्याएर नजोड त नेपाली ठिक हुन्छ मैले के लाग्यो हङ्कङ पैसा अब पैसा बिन्दा दिदी देऊ बराबर लिनु पर्यो विचार दिले कि बराबर त पुगेछ मेरो भाइले अब आशीर्वाद राख्छु नि म पनि एउटा ल्याउँ त म 50 दिन्छु म त सुर्जे सुर्जे नचाहिने सबै देऊ के दिदी सबै लैसकिनाले एम्बुलेन्स बोलाउनु लाग्यो हामीले भन्नु त हल्ला खल्ला भयो अब एम्बुलेन्स चाहियो भने मैले एम्बुलेन्समा फोन गरेर फोन उठाएँ ट्याक्टर एम्बुलेन्सको नम्बर के थियो कहाँ हाल्ने 100 हालेपछि उतापट्टि पनि आयो कि हेलो भने हेलो हामीलाई एम्बुलेन्स चाहियो बसन्त चोकमा मेरो हजुरआमालाई यस्तो भयो खै के ढल्नु भयो भने नि होइन मैले एम्बुलेन्स बोलाउनु लाग्यो नानी तिमी फोन राख्यो उसले पनि हजुर सुन्नुहोस् त भनिरहेको थियो मैले नि एम्बुलेन्स नै बोलाउनु लाग्यो नानी तिमी फोन राख्यो म गर्छु दुईटै रुममा चाहिँ फोन नपाएँ कसले त्यो फोन गर्नु चाहिँ थाहा छैन को थियो मान्छे के त्यतिको बेलामा के किटली ल्याउँदैको कुराहरू चाहिँ किटली घट्टा घटिरहँदाखेरि मैले एम्बुलेन्सलाई त्यो त्यसपछि के आमामा ढल्नु भयो होइन पानीसानी खानुभयो त्यो सबै घटिसक्यो अनि ल आमाले चाहिँ अनि लगिसक्नु भयो आउँदै अनि तपाईँपछि त्यो तुलसी गाडी त्यो कुद्न जान्छ नि मान्छे जानुभयो त्यो कुद्ने गाडी त्यो माछा राखेर घरमा कुदाएर के थियो केदार अङ्कलले एकैचोटि म त्यो करेला झाडु खर्डुले सर गरेर त्यो बालुवा एकैचोटिमा सर हटाएर यस्तरी आमाले लिपुखिलो कहिले आमाले चाहिँ हातमा त्यो गोबर लिएर यस्तो लिप्न जानु भएको तुलसी घारीपट्टि अनि केदार अङ्कलले हिन्दी फिल्म हेर्दो रहेछ कि कस्तो कुरा याद गर्छ मेरो त्यो मेरो भिडियो छ नि किन तिमी सपनीमा आउन थाल्यो
त्यो कति पोजिटिभ थियो कि पेट के छैन के हो र किनै छैन भिडी भिडी किटा त्यसले त्यो काठमाडौँको रुममा बस्दाखेरिको त्यो ए हो र आनन्द ताम्रा कार्की कोरे त्यसको नाम किन तिमी छ यो बो आनन्द किन ताम्रा तिमी सपनीमा आउने हो यस्तो लाग्छ कि सपना संसारै अर्कै ए हो र भिडियो छ नि नि बिनेर बस गुची मामीको पैसा आउँदैन है नि बुझ्यो आउन ल ठिकै छ भन्दा नि अनि अस्ति भर्खरै अनि मसँग पैसा सबै भन्नु कि उनीहरूले पैसा सबैले न भाडा पनि तिर्न पुगेन अहिले भन्नुभयो अनि मैले भनेको होइन होइन यस्तो कुरा हुन्छ है मुद्दु मैले अनि 2 लाख सबै दिएँ अरे मैले अनि एकदमै सबै ग्रुपहरू मिलेको कम्पनी हो अनि त्यो खासै लोन झर्नलाई मैले 5,000सम्म झर्छ होला 5 करोड 5 वर्षसम्म झर्छ तिम्रो मात्रै मेरो मात्रै बुढीको गर्दा त बढी भयो बुढीकोबाट त हाल्नु पर्दैन मलाई चाहिँ 5 करोड झरेपछि मेरो घर बन्यो नि आफै गर्छ एकदम रमाइलो आफै खेलेर बस्नु हामीले केही गर्नु पर्दैन रमाइलो फुल रहेछ एकदम रमाइलो हुन्छ पार्किङ नपाएर गयो भने चाहिँ के छ सबै फुल रहेछ न फुल भने त्यसमै भित्र नसिरे भयो त अब ह्यान्ड ब्याग गर्नु मिल्दैन कि छिरेपछि पार्किङ नगरी चार्ज त हाल्दैन गाडीहरू पार्किङ नपाएर निस्क्यो कि त्यही नै हो अल्छी यहाँ चलाउनु बेला त्यो गाडी रहेछ नि सेपमा ब्याग गरिहाल्छ काँचो मासु खानुहुन्छ तपाईँले सुसी皆さんも私たちの仲間である海賊ですよ。返事は海賊らしく4本でお願いしますね。それではもう一度皆さん準備はいいですか？はい、OK です。それじゃあだとそれじゃあみんな始めるよ。ミュージックスタート。先ほど練習した行進ダンス、こぎこぎダンス、宝島ハケジャンスをもう一度音楽に合わせて練習してみましょう。間違えても大丈夫です。海賊は細かい言葉は聞きません。元気いっぱいノリノリで踊ってくださいね。それでは1つ目の行進ダンスからいきますよ。1、2、3、4、4。赤よ。
रश्मि यहाँसम्म थियो अहिले हाई बल पुगेन बल पुगेन यासी हाय यासी Nami! Hi, Nami! Hi! Hello! Hi! Hi, Rashmi! Hello! कति राम्रो फोटो आयो यहाँ त ल एउटा धले भन के चाहिँ अलिक गाडीमा बसी किनिरहनेको छ कि हाई रश्मि देखा रश्मि डर लाग्यो मलाई त म त हाइटसँग डर लाग्छ ください。調和して2番のお子様お連れの保護者の方はお子様の横に立っていただき移動せずにしっかりと支えていただくようお願いします。 हाई रश्मि याचा ओए नेपाली अनमा हा हाई नामी नामी दिदी तिनीहरूलाई ब्याकग्राउन्ड पारेर हाल्नु के दिदी
डिज्नीमा पनि डिज्नीमा सबै डिज्नी गाइडहरू आउँछ है त्यो सिनेमा
ちっちゃい赤ちゃんだね。はいミカちゃんミカत्यो दुईजनाको त यसै भिडियो के अरे एसपी तर यो 30 सेकेन्ड लिइरहेको भिडियो यो खिच्नु न बरु तपाईँको हात गर्दैन जाने तिमी यहाँ छिर है अनि यहाँले यहाँ छिरेर हो हिँड्नु के तान्न पर्ने के ल ज्वाइँ देख्दैन नि त सुगर आफै भयो ए म नाच उताबाट नाच्नु देखिन्छ एकदम घामले मार्यो पिट्यो दिउँसो अहिले चाहिँ फन भयो तपाईँ एक्टर होइन ओके सबै बुझ्यो Rasti beta.
रश्मिले यो अरे कुरा भन्छु सुन न यहाँ, सुन त रश्मि। बिन्जुको घर बिन्जु आन्टीको घर ए हैन 1 सेकेन्ड बिन्जु ठुलामा। बिन्जु ठुलाको घर जानी मासु भात बम बम बेब मैले ए ल भाइ बिन्दा आमै यो तपाईँ बाई बाई। अहिले नुहाउनु पर्छ यस्तो बनाएर फेरि भोलि त हुँदैन यता ल यता क्विकली ल्याइदिन्छ ल दिदी। सबै देखिरहेको छु मैले है आमा अनुहार त पाइरहेछ मलाई फेभरेट मन पर्ने अनुहार पाइरहेछ नि अहिले के बनाएको हो तिमीले? गाउँ पनि होला छोरी त यो त पागल नि आन्टी रहेछ के हो भन्छ नि होला तिमीले अब साथीहरूलाई आज को आउँदैछ म आउने बेलामा कहिले नि मेरो गाडीको फ्यान आउँदैछ ड्राइभर फ्यान आउँदैछ भने हुन्छ होला अनि तेरो पनि लिएर आएको थियो नि त मैले नेपाल गएर जुइले पनि लिएर आएको थियो नि त यो त भित्रको रहेछ नि त यहाँ त तपाईँको साथी हेर भनेर सोच्दै ए खुसी खुसी बुक्दै पढ्दो रहेछ समुले तैँले ल्याइस ल तैँले नै ल्याएको होला ल कति सपोर्ट गरे सम्पूलाई अनि कति सपोर्ट गरे त सम्पूलाई अब बुढा हो नि त जिन्दाबाद घरको साथी हो।